जनमत नेता सिंहले ती कर्मचारीसँग सप्तरी स्थित पूर्वाधार विकास कार्यालयको प्रमुख बनाएर पठाइदिने भन्दै 25 लाख रुपियाँ माग गरेका हुन्। ती कर्मचारीले त्यसपछि सिंहलाई आफू नयाँ भएको भन्दै केही रकम कम गरिदिनका लागि पार्टीसँग कुरा गरिदिन आग्रह गरेका छन्। तर सिंहले पूर्वाधार कार्यालयको प्रमुख बन्नका लागि 25 लाख रुपियाँ न्यूनतम भएको र बढी बजेट भएको यस्ता जिल्लामा जानका लागि अन्य कर्मचारीले 1 करोडसम्म दिने गरेको भन्दै कम गर्न नसकिने जवाफ दिएका छन्। पैसा नतिरी पदस्थापना नहुने भएपछि ती कर्मचारीले 2081 पुस 21 मा यसबारे पार्टीका तत्कालीन केन्द्रीय उपाध्यक्ष दीपक कुमार शाह समक्ष उजुरी गरेका थिए। उपाध्यक्ष शाहले तत्कालीन पार्टी अध्यक्ष राउत, उपाध्यक्ष एवं अनुशासन समितिका सदस्य नरेन्द्र प्रसाद चौधरी र नेता राजेश मण्डल लगायतलाई जानकारी गराए। हाम्रो पार्टी भित्र पनि जसले कारबाही भोगिरहेछ, अलरेडी कारबाहीमा परेका छन्, त्यस्ता मान्छेहरूले उचालिरहेछन् यस्ता कुराहरू र यो कहीँ न कहीँबाट षड्यन्त्रपूर्वक छ। यस्ता कुराहरू उठाएर पार्टीलाई बदनाम गराउने, राष्ट्रिय अध्यक्षलाई बदनाम गराउने प्रमाण हो भने त सरकारले पक्ष छानबिन गर्छ, त्यसमाथि कारबाही हुन्छ। उजुरी परेको छ भने सरकारले छानबिन गर्छ।